कार्यक्रमै के भन्नुभयो भने कहाँबाट आएको, कसले ल्याएको, कसले बनाएको, को सुशीला कार्की, के को प्रधानमन्त्री, मैले बनाएको होइन भन्नुभएको छ। अब त्यसै भएको हुनाले केपी ओलीजी चाहिँ गलत हुनुहुन्छ भन्ने कुराको प्रमाण भयो भनेर मैले भने हो। उहाँले ढाँट छल गर्नेमा उहाँ जति छलछाम गर्न सिपालु नेपालीमा अर्को मान्छे त मैले देखाएको छैन। किनभने उहाँ अहिले त अब त मैले धेरै भन्न परेन, मैले भन्दा त प्रचण्डले सायद केपी ओलीको रिसले चाहिँ बढी भने हो कि पनि मान्छेलाई लाग्न सक्थ्यो। अब त राष्ट्रपतिजीले सर्वोच्च अदालतमा लिखित रूपमा नै बुझाउनु भयो, केपी ओलीको सिफारिसमा नै मैले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको हो भनेर लिखित रूपमा बुझाएपछि अब बोल्ने ठाउँ छ त केपीजीलाई। अब बोल्नु त्यसपछि नि बोल्नु भएको छ त, देख्यौँ पत्र हामीले देख्यौँ, केपी ओलीको हस्ताक्षर छ, पत्र छ, पत्र चाहिँ देखाउँदै हिँड्नु भएको थियो त्यहाँको चाहिँ के अरे सल्लाहकारले, राष्ट्रपतिको सल्लाहकारले हामीले देख्यौँ। त्यहाँ के थिएन भने नाम चाहिँ उल्लेख थिएन क्या, कसलाई प्रधानमन्त्रीको नाम चाहिँ सुशीला कार्कीलाई भन्ने थिएन। तर राष्ट्रपतिलाई यो विषम परिस्थितिमा तपाईँले चाहिँ प्रधानमन्त्री नियुक्ति गर्न सक्नुहुन्छ भन्ने थियो त्यहाँ चाहिँ। तर राष्ट्रपतिजीले त उहाँलाई सोध्नु भएको रहेछ फेरि, ऊ सुशीला कार्कीलाई हो नि बनाउने त भन्दा हुन्छ, सुशीला कार्की बनाउँदा हुन्छ भन्नुभएको भएर त राष्ट्रपतिजीले त ढाँट्नु भएन होला नि दुनियाँलाई, सर्वोच्च अदालतलाई। उहाँको सिफारिसको आधारमा नै मैले नियुक्ति गरेको हो भनेको कारण थियो। तपाईँहरूले चिठी देखेकै हो, उहाँको हस्ताक्षर त्यहाँ थियो, किनभने देशले चिन्छ केपी ओलीको हस्ताक्षर हो। त्यसमा चाहिँ काहीँ जालझेलको कुरा भएन। अब पछि चाहिँ राष्ट्रपतिले नै भनिदिएपछि त अब सम्पूर्ण नेपाली जनतालाई त क्लियर भयो नि प्रचण्डले भनेकै सही रहेछ, केपीले ढाँटेको हो रहेछ।